सो वेलकम टु माई न्यू ब्लग। तपाईँहरूलाई पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। हामी पनि एकदम सन्चै छौँ। अनि आज चाहिँ हामी चाहिँ यता सुन्दर घुम्न आएको होइन। जाम भइरहेछ गाइस, देखाउन अगाडि पनि ब्लगमा स्वागत गरिदिनु होला। ल तपाईँहरूलाई वेलकम। हाम्रो च्यानल चाहिँ छैन होइन, थ्याङ्क यू सब्सक्राइबर ल एकचोटि चिसाउनु पऱ्यो क्या। ल दामी होइन गाइस, तपाईँ अब माथि गएर मिल्छौँ हामी। बाई ल अब भाइ होइन, अब हिँड्दै हिँड्दै जानुपर्छ है। अहिले निदा अनि कहाँ ठाडो उकालो छ कि यता माथि चाहिँ लगाएर घुम्दैछ। युट्युब च्यानलको नाम चाहिँ भ्लगर अजित छ होइन। भ्लगर अजित आएन भने भ्लगर अजितमा आएन भने भ्लगर अजित 9748 गर ठ्याक्कै आउँछ। सब्स्क्राइब गर ल। ल मलाई सब्स्क्राइब गर है केटाहरू सबैजना। यतिजना सब्स्क्राइब गर भन्छ सिधै भाइरल हो। भाइरल हुनको लागि त गरेको भ्लग होइन सक्छ सक्दैन नि फेरि। म पनि एउटा अब राम्रो कन्टेन्ट लिएर आएको छु आज पनि होइन। जोकली भन्दा थियो रे, यस्तो उकालो चढेर गुरुले भने होइन तेरो साथी आउँछ भनेर। ए बाँदर हो त्यो गुरुको साथी हो क्या, कहाँ हाम्रो साथी हुनु। सर त्यस्तो ढिला चाहिँ सरलाई अलिकति मजाक गरेको क्या, हानेको होइन। अन्त नि आउँदै हुनुहुन्छ। मेन सुन्दरी चाहिँ हाम्रो म्यामै हुनुहुन्छ क्या। सो गाइज अब म चाहिँ यता सुन्दर जल चाहिँ आइसकेर नि मुनिबाट हिँड्नुपर्ने हुन्छ नि त, आधी घन्टा 1 घन्टा जति हो। त्यहाँबाट नि माथि हिँडेर नि आइसक्यो है। अहिले चाहिँ म यता पोखरीमा छु, यो पोखरीमा छु। अनि केटा 2 जना उता छ, केटाहरू 2 जना। ये हम है, ये हमारे दोस्त लोग है। और यहाँ पे हम देख रहे हैं, क्या देख रहे हैं? पोखरी नहीं, जल सुंदरी को देख रहे हैं हम। सो गाइज अहिले चाहिँ हामी यता आइसक्यो है। अब हामी फेरि अब उता मन्दिरनिर जानुपर्छ, मन्दिरतिर जानुपर्छ। अब चाहिँ मन्दिरमा चाहिँ मेरो पूजा हुन्छ। मेरो भन्नाले मन्दिर चाहिँ कता हो? मन्दिरमा चाहिँ उता के अरे फोटोसोटो चाहिँ खिच्न दिँदैन होला। यहाँदेखि यस्तो घुमेर फोटोसोटो खिच्न दिँदैन। अब हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ है। सबैजनाले पोखरी हेरेर अब फर्किनेवाले छ। अब के हो, अब माथि मन्दिरमा जानेवाला छ। त्यही हो, मन्दिरमा गएर अब फर्किने त होला नि। खासै मलाई आउन चाहिँ मन थिएन है गाइस, यता सुन्दरी जल आउन चाहिँ मन थिएन। त्यही हो, करले गरेर आएको। यसै मलाई चाहिँ राम्रो पनि लाग्दैन यो चाहिँ सुन्दरी जल। त्यही हो, म आयो तर त्यही पनि रमाइलो भयो। त्यही हो। यता सबै घुमिसक्यो, यता सुन्दर जलको मन्दिर घुमिसक्यो। यतानिर टक्क लगाएर फोटोसोटो हानिसक्यो है। मैले सानो क्लिपहरू राख्ने छ, भिडियोको बिचमा राख्ने छु सानो क्लिपहरू। अब चाहिँ हामी माथि जाँदैछौँ। ल
सबैजना माथि जाँदैछौँ अनि मैले चाहिँ खासै धेरै भ्लग चाहिँ बनाएन है मलाई नि अल्छी पनि लाग्यो अलि खासै मुड पनि चलेन त्यही भएर कारणले चाहिँ है मैले सानो क्लिपहरू बनाएको छु बिचमा हाल्नेछु के हो अब तपाईँहरू एडजस्ट गरेर अझै हेर्नु होला तपाईँहरू लास्टसम्म हेरेर साथ दिनु होला अनि त्यहाँ तपाईँहरू अझैसम्म नि सब्सक्राइब र लाइक गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब र लाइक चाहिँ अहिले नै गरिहाल्नुहोस् है अनि त्यहाँदेखि टक्क लगाएर हामी जब माथि जाँदैछौँ यो चाहिँ मन्दिर भइहाल्यो यो मन्दिर भयो भने हामी चाहिँ मन्दिरबाट चाहिँ अब माथि जानुपर्ने हुन्छ यो त ल मन्दिरको घन्टी नि बजाइदिउँ न होइन खै त आउँदैन ल घन्टी नि बजाइसक्यो होइन मैले टक्क लगाएर अब चाहिँ यस्तो उकालो जानुपर्छ हेर त यस्तो उकालो जानुपर्छ कि गाई चाहिँ यस्तो उकालो चढेर नि चढ्नै सक्दैन क्या ल उ त ल सब्सक्राइबर हो मेरो साथी पनि हो अनि प्लस सब्सक्राइबर पनि हो क्या मेरो चाहिँ ल ठिक छ हजुर ए उता चाहिँ साथी चाहिँ फ्यानै हो अरे मेरो ल ठिक छ यतिको साथ सपोर्ट चाहिँ मलाई चाहिन्छ क्या अहिले अब योभन्दा नि अझै साथ सपोर्ट गर्दै गर्नुहोस् राम्रो कन्टेन्टहरू ल्याउने गर्छु म उसलाई चाहिँ होइन डेन्जर साथ सपोर्ट गर्नु उसलाई पनि गर्नु उकालो आएर तपाईँहरूको साथ सपोर्टले नै हो उकालोमा यस्तो हात छडेर अनि कसको नि गाह्रो हुन्छ तपाईँहरूको साथ सपोर्टले नै चाहिँ म माथि जाने भनेको म तपाईँहरूको साथ सपोर्टले गरेर नै हो माथि जाने भने चाहिँ त्यो होस् गाइस अब एकछिनमा अब यो उकालो चढिसकेपछि चाहिँ भेटौँ है लास्टै थालिसक्यो म चाहिँ यता उकालो चढ्दा यत्रो उकालो चढिसक्यो है त्यही हो ल सो गाइस अहिले चाहिँ हामी माथि के अरे ब्रो मेरो तिमीले पठाइदिने भन्दैछु ल ठिक छ अहिले चाहिँ हामी चाहिँ यता माथि के सुन्दरी जलबाट गएर नि फर्किसक्यो है यता खै के सङ्ग्रह लगाएर खै यो चाहिँ मलाई पनि थाहा छैन यति चाहिँ यो के सङ्ग्रह लाग्यो त्यो चाहिँ मलाई पनि थाहा भएन है ल यस्तो छ है तपाईँहरूले देख्नु भइसक्यो होला ब्याकग्राउन्ड कस्तो छ एकदम हामी चाहिँ यता के सङ्ग्रहालय भन्नेमा छ अब चाहिँ यो यस्तो एक राउन्ड घुमेपछि चाहिँ हामी चाहिँ अब फेरि गाडीमा चढेर जानुपर्ने हुन्छ त्यही हो सो ल यस्तो छ है ल तपाईँहरू देख्नु भइसक्यो होला कि यस्तो छ हामी पनि यस्तो छौँ म तिमीसँगै बस्छु कि त्यसै नदेख्नु वेलकम टु अजित भ्लगको छोडी भनौँ होइन गाइजहरू तर अजित चाहिँ दामी भ्लगर हो उसलाई तपाईँहरूको साथ सपोर्ट भयो भने उसले दामी कन्टेन्टहरू ल्याउँछ सपोर्ट चाहिँ गरिदिनु होला सेयर कमेन्ट लाइक दबाएर गर्नु होला सब्सक्राइब चाहिँ धेरै गर्नु आफ्नो दाइहरूको दिदीहरूको हजुरआमा बाबाहरूको मन हुन्छ नि सबैबाट गरिदिनु होला प्लिज गाइज यार फेरि सब्सक्राइब गरेर मात्र होइन कि गाइज हेर्नु नि पऱ्यो क्या तपाईँहरूले भिडियो बेला बेलामा भ्युज पनि निकाल्नु पऱ्यो होइन यति चाहिँ गऱ्यो भने उसले कन्टेन्ट चाहिँ बबाल निकाल्छ क्या गाइज तपाईँहरूले हल्का सपोर्ट गरिदिनु पऱ्यो अरू भन्दा सपोर्टै पाएन बिचरा अनि जहिले बनाइरहेको छ तपाईँहरूले सपोर्टै गर्नुहुन्न सपोर्ट गरेन भनेपछि चाहिँ मलाई भिडियो बनाउन नै अलिक गाह्रो हुन्छ अल्छी टाइपको हुन्छ क्या गाइज त्यही भएर सपोर्ट गरिदिनु पऱ्यो यस्तो तपाईँहरू सपोर्ट गरिदिनु हामी यता खै बिबी कोइराला भन्ने पहिला चाहिँ यता जेलमा बस्छ त्यही भित्र चाहिँ हामी छौँ होइन बिबी कोइराला चाहिँ यही भित्र चाहिँ जेलमा बसेको अरे है मलाई पनि थाहा छैन यही भित्र बसेको अरे पहिला यो जेल थियो अरे अहिले चाहिँ फेरि यो खै के बनाएको थिएँ अहिले चाहिँ जेल होइन अहिले चाहिँ म्युजियम अहिले चाहिँ म्युजियम छ अरे पहिला चाहिँ यो भित्र चाहिँ बिबी कोइराला चाहिँ जेलमा बसेको अरे त्यही हो अनि यस्तो छ ल यस्तो छ है सो गाइस यस्तो छ अब चाहिँ हामी भित्र छिर्नुपर्ने हुन्छ त्यही हो बिस्तारै छिरौँ है यो चाहिँ पिपलको बोर्ड रहेछ है यो ठुलो पिपल बोर्डै हो होइन ए होइन यो पिपल बोर्डै होइन अरे खै के हो थाहा छैन नत्र मलाई मैले पिपल बोर्ड जस्तो लागेको थियो होइन रहेछ
सो अब चाहिँ हामी भित्र जाँदैछौँ उनीहरू चाहिँ भित्र जाँदैछु है हामी नि अब यहाँबाट यत्रो लाइन सकेपछि जानेवाला नै छु आजको भिडियो चाहिँ यति नै हो है अब तपाईँहरू लास्टसम्म हेरेर साथ दिनु होला अनि सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु होला आज बाई बाई आजको लागि